कति राम्रो डाँडा ऐसेली डाँडा यहाँ पनि होमस्टे नै रहेछ त फुङसेङ डाँडा त्यो ऐसेली डाँडा अरे हौ कस्तो राम्रो वाउ ऐसेली डाँडा आइपुग्यो है गाडीहरू मजाले आएको बाटो विकास भएको यस्तोमा भएकोले ऐसेली डाँडामा आइपुग्यौँ हामी टेम्के त उपल्लो डाँडा नि अब टेम्के जानुपर्ने राम्रै थियो पछि विघटित संस्थामा भएका दलहरूको प्रतिनिधिहरूसँग बस्दा पनि यस्तो सिद्धि लेखमा चुनाव हो जति चुनाव बाटोहरू बनेर विकास भएको यसोमा त राम्रो गरी आउँदो रहेछ गाडीहरू सानो टेम्के टेम्के मयौँ त हिँड्दा लाग्छ होला हामीलाई त 2 घन्टै 1 घन्टा भनेकोमा त 2-2.5 त लाग्छ नि यसरी सानो गाडीहरू पनि आउँदो रहेछ है यो उसमा चाहिँ पाङताबाट माथि सप्तमीसम्म पुग्ने गाडीहरू त्यतै राख्ने होला जस्तो छ अहिले जान्छ होला जान्छ कहाँसम्म जान्छ जाउँ न एजेन्डा जनतामा लान्छ हिजो सम्भावना थियो ए हिँड्दैछ यिनीहरू चाहिँ मयुङ गएको होला ट्रेकिङमा हिँड्दैछ मयुङतिर हामी त्यसै भनेका थियौँ तर संसद विघटन भइसकेपछि संसदमा नै संविधान संशोधन ट्रेकिङमा हिँड्नेहरू हिँडिसक्यो हामी चाहिँ ट्रेकिङ गर्नु सकिँदैन होला हौ पुनर्स्थापनाको माग गरिराखेको छ मयुङको लागि जाँदैछ यति संसद राख्नु पर्थ्यो संसद रहेर त्यो चलाइराख्नु भनेको हो जेन्जी आन्दोलन युवाहरूको माग अनुसार संविधान संशोधन गर्दै कयौँ शासकीय कुराहरूलाई त्यसलाई सम्बोधन गर्दै अविलम्ब 6-8 महिनामै चुनावमा जाने गरी नै संसद राखेर केही बहस गरेर केही संशोधनहरू हुँदै जानु पर्थ्यो चखेवासम्म चाहिँ सानो गाडीहरू जान्छ अरे ट्र्याकमा ल्याउने जाँदैछौँ त्यहाँ सम्बोधन गर्ने बाटो भने चाहिँ संसदको निर्वाचन हो अहिले यतातिर सप्तमी चाहिँ उसको राजा भिडियो बनाएको चखेवा डाँडामा जाँदैछौँ हामी यहाँदेखि चाहिँ अब 1 घन्टा लाग्छ अरे टेम्के जानु गाडी पायो भने रिजर्भ गरेर जाने सल्लाह चाहिँ पाइएन भने 1 घन्टा लाग्ने अरे तर निकै पो लाग्छ होला हामी त हिँड्नु सक्दैनौँ पर टेम्के डाँडा देख्दैछ हो टेम्के डाँडा ए है टेम्के जानुपर्ने मयुङ त ट्रेकिङमा जानुपर्ने रहेछ हिँड्नेलाई 8 घन्टा लाग्छ अरे सम्भवै छैन